आगो बाल्नको लागि है निषिद्ध क्षेत्र यो बिजुलीको क्यापेसिटी प्रोडक्सन हाउस हो। सायद रेलवेको सप्लाईको लागि हो, रेलवे सप्लाईको लागि ओन्ली त्यो क्यापेसिटी हाउस चाहिँ। अनि हेर्नुहोस् नजारा बाहिरको, भित्रको पनि देखाइदिन्छु तपाईँहरूलाई। भित्रको हेर्नुहोस्, भित्र कति रमाइलो छ यो। मान्छेहरू आफ्नो कति राम्रो सिटहरू छ लगाइदिन्छ। यसरी बनाउँछन् के दुधो। हेर्नुहोस् धान काटेर खेती थन्काइसकेका छन्। यो उखु काट्ने, उखु यता काटेका रहन्छन्, उता युपीतिर उखु काटिसकेका छन्। यो बिहारको ठाउँ यतातिर उखु काटेका छैनन्, यहाँ पनि उखु काट्छन्। अब आमामा रुख है त्यो उसको आमको रुखहरू हेर्नुहोस्, आमको खेती पनि कति राम्रो हुन्छ। यहाँ उखु काटेकै रहन्छन्। क्या राम्रो दृश्य छ। यो दृश्य त मैले नि खिच्दिनु धानमा पानी लगाउँदै गरेको अवस्था हो त्यो। मोटर लगाएको धानको हो र गहुँ होला। ए सरी गहुँ हो कि क्या हो। धान त काटिसके क्या, धान काटिसके। राङ्गोको चाहिँ एउटा खुब उपयोग हुँदो रहेछ। बीचमा मेरो फेस पनि हेर्दै राख्नुहोस्। फुटेर मौसम घाम लागो भए अच्छा देखिने हो। यहाँ घाम यो लाल सरी त्यसलाई लाल किला भन्छन्। लाल किला हो त्यो, रेड फोर्ट। त्यहाँ हेर्नुहोस् राजाको समयमा यहाँ कस्तो थियो होला। यता गुम्बा छ हेर्नुहोस्, गुम्बा कति ठुलो। यो गुम्बा ढुङ्गाले बनाएको गुम्बा हो, ढुङ्गाले बनाएको गुम्बा हो। यो ढुङ्गाले कसरी बनाएका होलान् उनीहरूले त्यो बेलामा, यसलाई इमेजिन गर्न सकिन्छ। अनि यो तपाईँको मेन गेट भयो। यो जुन तपाईँहरूले हेरिराख्नु भएको छ, यो चाहिँ तपाईँको मेन गेट भयो। यो मेन गेटको यतातिर जुन त्यो कालो कालो देखिएको छ एउटा बाटो जस्तो, त्यो एक्चुअलमा त्यो सैनिक हिँड्ने बाटो हो। सैनिकहरू त्यति बेला यो बाटोबाट हिँडेर तिनीहरूले यहाँको पहरा दिने गर्थे। कुनै पनि समस्या आइपरेको खण्डमा उनीहरूले त्यहाँबाट सूचना दिन्थे। यो मेन दरबारमा चाहिँ यो गुम्बाको तल त्यति बेला राजा बस्ने ठाउँ, राजाले मस्जिदमा यहाँ नमाज पढ्ने ठाउँ यो हो। अनि तपाईँको यो हो। अहिले हामीसँग यहाँ हुनुहुन्छ कुमारजी यहाँ हुनुहुन्छ। म ताराप्रसाद शर्मा यहाँ छु। हामी भ्रमणको क्रममा। ल हेर्नुहोस् दिल्लीको नजारा कति शानदार छ। मान्छेको
चहल पहल निकै छ। यो हाम्रो नजिक पनि धेरै मान्छेहरू आइसक्नु भएको छ। हेर्नुहोस् कतिजना टुरिस्टहरू सबै हुनुहुन्छ, बहिनीहरू भाइहरू। अब हामी बिस्तारै बिस्तारै तल झर्ने यार पूरा बढ़िया वाला चेक करके ले जाए, बढ़िया वाला 50 का। मामा त्यसै डराएर हिँड्छ त्यो मान्छे है। वाह इन्जिनियरले पनि सक्दैन। मामा घुम्दै घुम्दै पुग्ने होला है। यो से भएर बाहिर हेरेर गन थार पारेर बस्ने बनायो होला राजाले। अहिले हामी हेर्नुहोस् यहाँबाट हेर्नुहोस् यो सिनेरी त्यो बेला त्यो समयमा राजाले बनाएको कलाहरू हेर्नुहोस् कसरी। हेर्नुहोस् यो मान्छेहरू यो भर्याङ छ। यहाँ मान्छेहरू बसिराखेका छन्। गुम्बाको सानो गुम्बा माथिको टपको यताको दृश्य हेर्नुहोस्। हेर्नुहोस् ठुल्ठुला दुईटा गुम्बा हेर्नुहोस्। हो त्यो जुन पिलर छ त्यो जुन गोलो ठुलो गुम्बा जस्तो छ, हामी सेम त्यसैको यता अपोजिटको उसमा आएछौँ। हो त्यसकै बराबरको हाइटमा छौँ हामी। हेर्नुहोस् मान्छेहरूको भिड हेर्नुहोस्। यो हेर्नुहोस्